आज चाहिँ म ठ्याक्कै म पढेको स्कुल श्री चुलाचुली माविमा आइपुग्यो भाग्यले। अब यहाँ चाहिँ एउटा चट्टसँगले कमलको फुल पो भएछ त पोखरीमा त। यहाँ त सर हामी त खुब हिँड्यौँ नि, हेर नै शिलान्यास पोखर। अब म पढेको त अवशेष मात्रै रहेछ। हो त्यो हाम्रो हजुरबाले बनाएको शिवालयको पनि वरिपरि त्यो सर सबै भत्काएर त्यो थियो। यो मैले पढेको अवशेष यो रहेछ सर एउटै। यो हो शिवालय गेट यस्तो रहेछ यहाँ चुलाचुलीको स्कुलको गेट। अब सुरुमा त पढाइ त क ख सिकेको स्कुल त यो चाहिँ यो भवन पनि थियो सर। म आउँदाखेरि यो भवन पनि रहेछ। अहिले म यो भवन होइन, यहाँबाट मैले एसएलसी गरिनँ सर। 7 कक्षा पढ्दै म हिँडेको यहाँ मधेस। अनि अब यतातिर खाली थियो। यो छिर्ने ठाउँ, यो पहिलेको ठुलो अफिस हल थियो। यहाँबाट माथि थियो पहिले अफिस। म त्यो 7 कक्षामा हुँदा त्यो रुम छ नि, पहिलो रुम सर हो। यो चाहिँ 7 कक्षामा हुँदाखेरि यहाँ पढेको। यहाँ यो कक्षा 7 कक्षा थियो, त्यो 8 थियो। त्यो बिचको कोठा 8 थियो, यो 9 थियो, यो 10 थियो सर। यो 10 कक्षा हो। यो 10 कक्षा थियो है हामीले। मैले पढ्दाखेरि 10 कक्षाको दाइ दिदीहरू पढ्थेँ। यो रुम चाहिँ 9 कक्षा थियो, यो 8 कक्षा थियो, मभन्दा एक ब्याच सिनियर। अनि यो चाहिँ 7 कक्षा थियो। मैले 7 कक्षा यहाँ मङ्सिर पुस माघ 3 महिना। मङ्सिरमा रिजल्ट हुन्थ्यो, पुस र माघ 2 महिना पढेको यो 7 कक्षा। अहिले त 10 कक्षा रहेछ यो त। कति सालमा पढ्नु सर? यहाँ म पढ्दा 46 सालको कुरा हो, 46 सालमा। अनि यो चाहिँ हाम्रो त्यतिखेर हल थियो, यतिखेर सभा हल जस्तो थियो। यहाँ कहिलेकाहीँ अब यता पछाडि छात्रावास थियो। अहिले पनि कता कता के छ। हामी आउँदा पानीको ट्याङ्की यतातिर थियो। अहिले त सबै परिवर्तन भएछ। सरले गाडीभित्र मणि सर गाडीभित्रै छिराउनु भयो सर। म पढ्दा चाहिँ यो 7 कक्षा पढ्दा छोडेको यो रुम थियो 7 कक्षा म हुँदाखेरि। यहाँ 2 महिना पढेर छोडेको। ल 7 अहिले त 7 त यो भएछ, परिवर्तन भएछ फेरि। यो 7 भएछ, पहिले यो चाहिँ 7 थियो, अहिले 7 10 भएछ। ल ठिक छ। ल यहाँ छ। अनि मैले 6 कक्षा चाहिँ यहाँ पढेको, तर 6 कक्षा यहाँ पढेको है। 5 कक्षा 1 2 3 4 चाहिँ पर थियो। त्यो बिल्डिङ त ध्वस्त भएछ। अहिले मन्दिर मात्रै छ। त्यो मेरो यो हाम्रो हजुरबाले बनाएको मन्दिर हो। अहिले त कक्षा 1 यहाँ रहेछ। टुडी खेल यो नयाँ बिल्डिङहरू रहेछ। नयाँ बिल्डिङ त अब हामी त हुँदा थिएन। यो टुडी खेल यस्तो भएछ। टुडी खेल त झन् ठुलो हुनु पऱ्यो, झन् सानो भयो कि क्या हो। टुडी खेल यस्तो परिवर्तन भएर खोइ के टुडी खेल पनि भन्नु र अहिले त। यहाँ पहिले 5 3 4 5 1 2 3 4 5 6 कक्षा थियो यहाँ। अहिले कति 6 कक्षा यहाँनिर पढे हामीले। यो रुममा पढे जस्तो लाग्छ 6 कक्षा। यहाँ लाइन लगाइन्थ्यो। यहाँ श्रीमान गम्भीर यहाँ लाइन लगाइन्थ्यो सरस्वती पूजामा। यहाँ चाहिँ क ख सिकेको ठाउँ चाहिँ यो। तर यो अब भग्नावशेष मात्र छ। यहाँभित्र चाहिँ हामीलाई क ख सिकाइन्थ्यो। तर सबै बिल्डिङहरू लडेर कोठाहरू लडेर यस्तो मात्रै अहिले मन्दिर मात्रै, यसलाई मन्दिरको जीर्णोद्धार मात्रै भएको रहेछ। धेरै नै परिवर्तन। यो वरिपरि थियो क्लासहरू, क ख पढ्ने ठाउँ। 3 कक्षासम्म यहाँ थियो, 4 5 6 यहाँ थियो। यहाँ चाहिँ हामी हरेक विशेष गरी भलिबल, केटाकेटी त भलिबल पनि हामी दाइहरूलाई चुन दिँदैन्थे। यसो अलिअलि खेल्थ्यौँ के जाति। त्यहाँभन्दा अरू केही थिएन। यहाँ 4 कक्षा 5 कक्षा 6 कक्षा चाहिँ यहाँ पढेको। 4 5 6 चाहिँ यहाँ 5सम्म। 6 कक्षामा अरू स्कुलका विद्यार्थीहरू पनि आउँथे। अहिले पढाउने सरहरू खोइ मलाई त कोही चिनिँदैन पनि। यो भवन पनि बनिएको थिएन। यतातिर त झन् अब डाँडै थियो, के कुरा गर्नु र। अब यहाँ पर यहाँ छ चुलाचुली माध्यमिक विद्यालय। ल एकदमै पुरानो याद आयो। माथि अफिस कोठा चाहिँ कुन चाहिँ त्यही थियो होला कि अहिले यतातिर चेन्ज भएको छ। पहिले चाहिँ माथि थियो, अहिले यताबाट भर्याङ उताबाट थियो, यताबाट भएछ अहिले भयो।
यहाँ अफिसको कुरा माथि छ जस्तो छ, यहाँ छ यस्तो। ल अहिले के हो यो कम्प्युटर शाखा रहेछ, माथि रहेछ अफिस त त्यही रहेछ जस्तो छ, कार्यालय त्यहाँ माथि रहेछ। चुलाचुली माध्यमिक, यो त धेरै नै पुरानो, यो चुलाचुली माध्यमिक विद्यालय देखिन्छ, धेरै नै पुरानो। 7 कक्षा थियो, 8 कक्षा थियो, 9 कक्षा र 10 कक्षा थियो, अहिले 7, 8 यता अरे 9 र 10 यता भएछ, अलिकति परिवर्तन भएछ। यो चाहिँ सबैभन्दा पुरानो बिल्डिङ हो है यो। यसमा पनि अब काठ त काठै छ, पहिले पनि काठै थियो, काठै रहेछ अहिले पनि, काठै छ अहिले पनि। अब आजको सुनौलो याद यत्तिकैमा भन्थ्यो एउटा। मोहन सर ठिक छ नि हेर्नु सर?